सबैभन्दा याक्थुङ्बा समाजलाई कस्तो ज्ञान दिएको छ भने तपाईहरुले हत्याहिंसा नगर्नु भनेको छ र सुँगुरको मासु नखानु है भनेको छ, कुखुराको मासु नखानु है भनेको छ। तर पनि महागुरुको आँखा छलेर कति खाँदै आए र आशीर्वाद माग्दा पनि एक हलाको माछै मागेको छ। हाम्रो अब इतिहासमा आउने हो त्यो कुरा। त्यसले गर्दाखेरि त्यही खोलाको माछा मागेको हुनाले हामी अहिले दुःख पाइराखेका छौँ। हामी पैसा कमाउनको लागि लाहोरै जानु पर्यो, पल्टनै छिर्नु पर्यो, कुनैको नोकरी चाकरी गर्नै पर्यो, कुनैको झोला बोक्नै पर्यो र यस्तो हामी दुःखमा छौँ। त्यसले गर्दाखेरि इनोगेन दुःखीबाट हट्नुको लागि धर्म चिन्नुपर्छ। तपाईहरुले धर्म चिन्नुभयो भने तपाईहरुको जनजीवन, तपाईहरुको व्यवहार सुधार गरेर जान्छ। तपाईहरुको व्यवहारमा सुधार हुन्छ। तपाईहरुको सोच विचारहरू, घर परिवारमा बच्चा बच्चीहरूको विचारहरू नयाँ खालका नयाँ विचारका जन्मिँदै जान्छ, विकास हुँदै जान्छ र धन सम्पत्ति पनि त्यही हुँदै जान्छ र तपाईहरु पूर्ण हुँदै जान्छ। यो एउटा मेलो भन्छ, यसलाई एउटा तरिका भन्छ, कायदा हुन्छ, तरिका छ क्या यसलाई। हामीले पशु पन्छीमा हत्याहिंसा